Hello guys, welcome back to my YouTube channel. रुममा बस्दा बस्दा अल्छी लागेर ग्रोसरी जान लागेको. Oh my god, कति बोर लागेको. I was like preparing my assignment. बिहानदेखि गराउँदै थिएँ. अल्छी लाग्यो अहिले त. खासै त्यस्तो ग्रोसरीज लिन जानु पर्ने त्यस्तो धेरै केही छैन. त्यही पनि सो बाहिर फ्रेस हुनको लागि निस्किरा. लास्ट च्याउ लाग्छ हो एक्लै बस्दाखेरि त. Oh my god. धेरै कम भइसक्यो चिसो पहिला भन्दा. यतिखेरसम्म त पहिला राति भइसक्थ्यो, अँधेर हुन्थ्यो, रातिमा त अँधेर हुन्थ्यो. अहिले त जस 6 बजिसक्यो, उज्यालो नै छ. म चाहिँ लिडिलमा जाँदैछु. मेरो घरदेखि नजिक नै छ लिडिल. लिडिल भनेको चाहिँ लाइक यहाँ चाहिँ अब अफोर्डेबल रेन्जमा पाइनेवाला चाहिँ लाइक ग्रोसरिज गर्ने, सपिङ गर्ने, ग्रोसरी गर्ने ठाउँ हो लिडिल, आस्टा अनि टेस्को हुन्छ. अनि मैले चाहिँ धेरै लिडिलै युज गर्छु. अनि म चाहिँ धेरै लिडिल म्याक्सले लिडिलै युज गर्छ अब नजिक छ भने, किनभने सस्तो नै हुन्छ एज कम्पेरिजन आई फिल. होइन, आस्टामा चाहिँ इन्डियन प्रडक्टहरू धेरै पाइन्छ. जस्तो कि अब इन्डियन प्रडक्ट भन्दा पनि हामीले मसलाहरू, चामलहरूदेखि लिएर यताउति पाइन्छ त्यसमा. मेरो घरदेखि अलिक टाढा छ त्यो लिडिल चाहिँ नजिकै हो. 5 मिनट नै 10 मिनट पर्छ. सो आई एम गोइङ देयर. हाम्रो कम्युनिटी लाइब्रेरी हो यो. यहाँ चाहिँ मेरो घरदेखि 2 मिनट नै पर्छ मलाई आएर. लाइक स्याटरडे सन्डे चाहिँ म कहिले कहिले आउँछु. यहाँ यस्तो राम्रो इन्भाइरोमेन्ट छ नि यहाँभित्र. केही बाहिरबाट यस्तो चान देखिन्छ तर भित्रबाट कति राम्रो छ. यसलाई भन्छ मिल्टन रोड भन्छ यता. अनि म मिल्टन रोडबाट जाँदैछु. अन्त आनन्द एकदम फ्रेस फिल भयो बल्ल. रुममा बस्दा बस्दा लाइक पाकिन्छ हो. मेरो लाइक यो विक कन्सल्टेसन विक थियो, लाइक लिभ थियो. त्यो भने के हो भने पनि थाहा थिएन एक्चुली. लिभ थियो मेरो. अनि त्यसपछि म बिरामी थिएँ. अनि काममा पनि खासै त्यस्तो धेरै गएन. म एक दिन गएको अनि फेरि बिरामी भयो फेरि. अनि 20 आवर हो नि त त्यो दिन मेरो 10 आवर पुग्यो. अनि 10 आवर चाहिँ यो हप्ता चाहिँ मेरो मिस भयो. अनि अब लाइक भोलि छ मेरो काम. अब न्यू काम फिजियोको काम चाहिँ मेरो हप्तामा लाइक 1-2 दिन मात्र परिराखेको हुन्छ. त्यसको धेरै आवर छैन तर द्याट्स गोइङ चाहिँ राम्रोसँग भइराखेको छ. कम्प्लिटली न्यू एक्सपिरियन्स. इट्स मिल्टन पार्क. यो मिल्टन पार्क हो. यो चाहिँ बच्चा पछि कस्तो राम्रो देखियो. नाइस. आज चाहिँ कस्तो राम्रो रहेछ बाहिर म आएछु ट्याक्कै. आनन्द लाग्छ यहाँ बस. हावा नचले त आनन्द लाग्छ, काम पनि लाग्छ है. कति राम्रो भ्यू है, कस्तो राम्रो भ्यू आइरहेको. ओ माइ गॉड, कस्तो राम्रो गोल्डन आवर रहेछ आज. कस्तो राम्रो भ्यू आइरहेको छ. चिसो कम भइसक्यो ह. तर लास्ट 2 विकदेखि चाहिँ म बिरामी छु. त्यही भएर टोपी चाहिँ छोडेकै छैन. मैले खुब नक्कल पार्दै टोपी नलाइकन हिँडेको. नक्कल पार्दै भन्दा पनि भुल्ने रहेछ कि टोपी राख्न. अनि त्यसपछि चिसो लाग्यो. एकचोटि चिसो लाग्यो भनेपछि फेरि जान मलाई मुस्किलै हुन्छ. यस्तो दुःख पाएँ नि मैले. ओहो के भयो. नाउ आइ एम फाइन. इजी चाहिँ छैन. माइनस हुन त माइनस एक्सपेक्टेसनमै आएको हो म चाहिँ. तर इट्स नट रियली इजी ओभर हियर. आफ्नो भन्ने त कोही पनि हुँदैन. सबै आफैले गर्नुपर्छ सबै. इफ हजुरको या कसैको लाइक कोही पनि छैन भने त इट्स गोइङ टु बी डिफिकल्ट. तर डिफिकल्ट हुन्छ तर धेरै ग्रोथ हुन्छ जस्तो पनि फिल भयो मलाई. मेरो आएको लाइक कति 2 महिना हुन्छ अब. हो आजै हो. आज मेरो 2 महिना हुन्छ. भयो हुन्छ नि, भयो मेरो 2 महिना आज. तर
म अब जस्तो कि अब त्यो कम्फर्ट जोनबाट चाहिँ निस्किनै पर्छ, ननिस्के कामै छैन। नेपालमा अल्छी भएर बसिरहेको मान्छे अब यहाँ निस्किनै पर्यो कि, जसरी निस्किनै पर्यो। कहाँ कहाँ पुगिन्छ, कति रिजेक्सन, जबहरूबाट रिजेक्सन त कति हुन्छ कति, अनि त्यसपछि काममा नबोलाएसम्म थाहा चाहिँ हुँदैन। लाइक कन्फर्मेसनवाला चाहिँ कति रेफरेन्सहरू यति धेरै माग्ने, अनि लाइक इजी छैन, तर धेरै ग्रोथ हुन्छ जस्तो फिल हुन्छ मलाई चाहिँ। धेरै 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 इन्डिपेन्डेन्ट भइन्छ। एक्लै भएको मान्छे चाहिँ सुरुबाटै एक्लै गर्न परेपछि लास्ट इन्डिपेन्डेन्ट भइन्छ, अनि त्यसपछि कसैको मतलब पनि हुँदैन जस्तो फिल हुन्छ है मलाई चाहिँ। जब आफूले गर्न थाल्छ नि, आफूले काम आफ्नो लागि गर्न थालिन्छ, रेस्ट अफ द थिङ त के मतलबै हुने रहेछ कि अरूको ओपिनियन, अरूले आफूलाई के भनिरहेछ, लाइक त्यहाँ जानु छ, कोही जानु छ अनि उसले मलाई कुर्छ कि कुर्दैन हुन्छ नि। लाइक अरूसँग रिलेटेड कुराहरूसँग त इट डजन्ट इभन म्याटर के, यस्तो स्ट्रङ भइन्छ। सुरुको 1 मन्थ ठिकै थियो, अनि बिचमा चाहिँ इट वाज बिङ एकदम डिफिकल्ट नै भएको थियो मेरो लागि। बिचमा थोरै बिरामी पनि भएँ, अनि होमसिकनेस एकदमै भइसकेको थियो मलाई, अनि फेरि आफूलाई ब्याक त गरिहाल्न पर्यो। फेरि त्यही जोनमा गयो भने फेरि एकदम गाह्रो हुन्छ। सो कसरी अब आफूलाई बिजी गराउन सकिन्छ, अब जस्तै कि काम हुँदैन सुरुमा, अनि सुरुमा पढाइको पनि लाइक यस्तो एडभान्स छ यहाँ चाहिँ है, धेरै एडभान्स छ। फिजियोथेरापी ब्याचले पढाएको इन्डियामा, अनि अब पार्ट अफ फिजियोथेरापी नै हो स्ट्रेन्थ कन्डिसनिङ एन्ड रिहेबिलिटेसन। लाइक इक्विपमेन्टहरू चाहिँ कस्तो, यहाँको इक्विपमेन्टहरू यस्तो भास्ट, यति डेभलप होला एकदमै। सबैभन्दा लाइक यहाँको अब रिसर्च, हरेक कुरामा रिसर्च हुनपर्छ। लाइक हुन त इन्डियामा पनि पढेको हो, तर धेरै धेरै भास्ट डिफ्रेन्स छ यहाँ चाहिँ। पढाइमा नै धेरै प्र्याक्टिकल बेसिसमा नै धेरै भास्ट डिफ्रेन्स छ। धेरै कुरा लाइक त्यो ग्याप भएर नै हामीलाई सुरुमा गाह्रो हुने हो। मतलब नेपाल, इन्डिया, लाइक साउथ एसियन एजिङ कन्ट्रीहरूबाट आउँदाखेरि लाइक वी ह्याड ग्याप नि त, धेरै कुरा टेक्नोलोजीमा, धेरै लाइक दिस ग्याप इन एभ्रिथिङ। सो द्याट्स वाइ इट गन बी डिफिकल्ट सुरुमा। अझै पनि मलाई डिफिकल्ट हुँदैछ। मैले लाइक मोडुल भन्छ, मोडुल या ओडियाली मोडुल भन्छ क्या, लाइक आई गेट कन्फ्युज, आई डोन्ट गेट होइन अझै पनि। तर अब त लाइक धेरै मैले चाहिँ मेहनत गरिरहेको छु, आई नो मेरो साइडबाट चाहिँ आइ एम डुइङ हार्ड वर्क फ्रम माई साइड, अनि लाइक इट टेक टाइम फर मी। गाह्रो हुन्छ, एकदमै गाह्रो हुन्छ। एक्सपेक्टेसन भन्दा रियालिटी एकदमै भास्ट डिफ्रेन्स छ। तर त्यही हो कि इट्स नट अप हुन्छ नि, के भन्छ लाइक युके भनेको लाइक अरू कन्ट्रीहरू भन्दा लाइक लास्ट अप्सन छोड्छ नि त युकेको लागि। मलाई चाहिँ त्यस्तो लाग्दैन। मैले चाहिँ मेरो चाहिँ फर्स्ट नै, म त अरू कन्ट्री अप्लाई नगरिकन मेरो चाहिँ फर्स्ट नै युके नै हो मैले गरेँ। अरू त सोच्न त सोचे हो, तर गरिदिइहालेँ मैले चाहिँ। तर इट्स डिपेन्ड अपन दि हुन्छ नि, कन्ट्री भन्दा पनि डिपेन्ड अपन दि लाइक हुन्छ नि आफ्नो पर्सन टु पर्सन डिपेन्ड अपन हुन्छ जस्तो लाग्छ कि। लाइक जहाँ गए पनि wherever you go you have to do hard work त लाइक बिगिनिङमा त, अनि अप टु लाइक स्टुडेन्ट फेज, स्टुडेन्ट लाइफ it's gonna be difficult, तर you gonna have like growth, त्यो त obvious हो। That's the thing। कहिले दिक्क लाग्छ, कहिले आफ्नै कम्पनी इन्जोय गरिन्छ, कहिले बोर्डम हुन्छ, त्यो त अभियस हो। त्यो चिजलाई चाहिँ एक्सेप्ट गर्नुपर्छ। अरू त राम्रो भइहाल्छ, बिस्तारै बिस्तारै सबै कुरा राम्रो हुन्छ। आफ्नो हार्डवर्क र डेडिकेसन छोड्नु हुँदैन। जे सोचेर आएको छ, लाइक के सोचेर आएको छ अब आफ्नो फ्यामिलीको लागि, आफ्नो लागि
स्योरली डेफिनेटली हुन्छ सर्टेन टाइमपछि, तर आफ्नो लाइक हार्ड वर्क गर्न चाहिँ छोड्नु हुँदैन। म चाहिँ आइपुगेँ अब, बाहिर आइसकेको छु। दुध निकालेँ, मेरो चाहिँ आज धेरै केही छैन, सब ग्रोसरिजहरू गरिसकेको थिएँ मैले एक दिन पहिला नै। दुध मात्रै सकियो रहेछ अनि दुध लिन आएको, त्यही पनि। म चाहिँ निस्किएँ, त्यस्तो धेरै सामानहरू नै थिएन लिन।